हेलो गाइस, नमस्ते। हजुरलाई मैले सर्ट भिडियोहरू हालेको थिएँ नि, त्यो फुल बनाएको त्यो कसरी बनाउँदैछु भनेर हजुर देखाउँदैछु मैले। पहिला सुरु अब सियो धागो कैँची चाहियो, अनि त्यसपछि एउटा धागो लामो धागोमा त्यो फुलको पत्ताहरू बनाएर हामीले गाँस्न पर्ने हुन्छ। 11 पत्ताहरू चाहिन्छ हामीलाई त्यो एउटा फुल कम्प्लिट हुनको लागि होइन। यति जानै मैले कसरी गर्छु, एकदम छेउमा सिलाउनु पर्छ। बिचमा सिलायो भने राम्रोसँग फुल बन्दैन, छेउमा सिलाउनु पर्छ। एघार पत्ता हालेपछि फुल कम्प्लिट हुन्छ। हजुरलाई मैले स्लो मोसनमा देखाउँदैछु। अब लामो भएको धागोलाई काट्दिने, त्यसपछि मजाले कसेपछि 3 चोटि गाँठा पार्ने। 3 चोटि गाँठो पारेपछि एउटा फुल बन्छ, त्यसलाई राम्रोसँग गाँठो पार्ने हुन्छ। धागो अलिक चिप्लो हुन्छ, हात काट्ने डर हुन्छ, आरामले गर्नुपर्छ। मैले सर्ट भिडियोमा फुलहरू हालेको थिएँ, त्यही फुल बनाउने तरिका देखाउँदैछु हजुरहरूलाई। अनि अब बाँधेको धागो रहेको धागो काट्दिने। काटेपछि बिस्तारै मिलाउँदै लाँदै अनि बिचमा समातेर छेउछेउको पत्ताहरूलाई तानिदिने। तानेपछि राम्रोसँग एउटा फुल देखिन्छ राम्रोसँग। आरामले तान्न पर्ने हुन्छ, राम्रोसँग मिलाउनु पर्ने हुन्छ। हेर्नुहोस् त कति राम्रो फुल बनेर देखायो। यस्तै कलरहरू कति धेरै हुन्छ, आफूले छानेर गर्नुपर्ने हुन्छ। यस्तै फुलहरू चाहियो भने भन्नु है, म पठाइदिन्छु हजुरहरूलाई। अर्डर गर्न सक्नुहुन्छ। यो चाहिँ मैले फुल बनाएको देखाएको। बाई बाई गाइस, थ्याङ्क यू।